सभामुख महोदय, म थोरै दुईटा ऐतिहासिक प्रसङ्ग मात्र यहाँ ल्याउँछु अनि आफ्नो कुरा भन्छु। समय जङ्गबहादुरको हो। जङ्गबहादुर बेलायत भ्रमणमा गएका थिए। त्यसबेला उनी श्री 3 महाराज भइसकेका थिए। जब क्वीन भिक्टोरियासँग भेट्न जाने कुरा भयो, जङ्गबहादुरले भने म एउटा इन्डिपेन्डेन्ट कन्ट्रीको श्री 3 महाराज आएको छु, त्यस कारणले मेरो सलामीमा मैले क्वीन भिक्टोरियालाई भेट्न मेरो सवारी चल्दाखेरि 21 तोप पड्काइनुपर्छ। यो के कुरा भन्छ यसले भनेर ब्रिटिसहरूले वास्ता गरेनन्। भिक्टोरियासँग भेटघाटको टाइम मिलायो, उता भिक्टोरिया पर्खेर बर्मिङहाम दरबारमा पर्खेर बसिन्, यता जङ्गबहादुर निस्किँदैन। पहिला 21 तोप पड्का अनि मात्रै भेट्न जान्छु। केही नलागेपछि ब्रिटिसहरूले तोप पड्काएर अनि जङ्गबहादुरको सवारी चलाए। पहिलो घटना। दोस्रो घटना राणाकालकै हो। त्यसबेला काठमाडौँमा ब्रिटिस रेजिडेन्स बाहेक कुनै पनि विदेशीको राजदूतावास थिएन। तर ब्रिटिस रेजिडेन्सले चलखेल गर्नको लागि के गरे भन्दाखेरि म जहाँ जाँदाखेरि तपाईँको सुरक्षा गार्ड हुन्छ, नेपालको प्रहरीहरू मसँग हुन्छन्, मैले एक्लै त घुमफिर गर्न पाउनु पर्यो भनेर पटक पटक कराएपछि राणाहरूको चलखेल गर्न दिने मुडमा त थिएनन्। श्री 3 चन्द्रशमशेरको घटना हो। नदिएपछि के गरे भन्दा साह्रै कराएपछि एकचोटि ल त भयो, ल जानुहोस् तपाईँ घुम्नु स्वतन्त्र काठमाडौँमा भने विभिन्न ठाउँमा गएर उसले चलखेल गर्न थालेपछि एक दिन राणाहरूको मिटिङ बस्यो, पुगज दखज सब जर्नलहरूको, र त्यसपछि एउटा घटना घट्यो के भन्दाखेरि ब्रिटिस रेजिडेन्स साँझमा घुम्न निस्केको बेलामा मुखमा चाहिँ कपडाले छोपेका 2-4 जना गुन्डाहरूले हातपात गरे। ब्रिटिस रेजिडेन्सलाई घाउचोट केही पनि लाएन। त्यो घटना श्री 3 महाराजमा पुग्यो। त्यो वास्तवमा घटाइएको घटना थियो। साह्रै यसले चलखेल गर्न थाल्यो। अब नदिउँ, अप्ठ्यारो छ, दुई पक्षीय सम्बन्धमा तलमाथि पर्ला भन्ने डर। दिउँ भने चाहिनेभन्दा बढ्ता भेटघाट गर्छ यो राजदूतले भनेपछि उनीहरूले नै सरकार स्वयंले, राणाको सरकार स्वयंले 2-4 जना मान्छे लगाएर ब्रिटिस राजदूतलाई साँझमा त्यसरी झाङ्ला झुङ्गुङ पारेर सातो खाएपछि अनि त्यो घटना भएपछि दरबारमा बोलाएर श्री 3 महाराजले भनेकै हो नि, तपाईँ एक्लै नहिँड्नुहोस् भने होइन, ल अबदेखि सुरक्षा गार्ड लिएर मात्र जाने भनेर फेरि नेपाली सुरक्षा संयन्त्र सुरक्षा प्रहरीहरू ब्रिटिस राजदूत पछि लागे। मैले यो किन भने भन्दाखेरि त्यो बेला पनि हाम्रा पुर्खाहरू आफ्नो देशको स्वतन्त्रता, आफ्नो देशको गरिमा, आफ्नो राष्ट्रिय स्वाभिमान र आफ्नो राष्ट्रिय मर्यादाको लागि त्यो अँध्यारो कालमा पनि यति कन्सियस थिए। तर आज दुःखको कुरा हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा विदेशमा भारतको एउटा जेएनयूको पूर्व प्रोफेसरले हाम्रा पूर्व राजदूतको नाम, हाम्रा पूर्व सभामुखको नाम, हाम्रा पूर्व अर्थमन्त्री मानवाधिकारवादी लगायत 3-4 जनाको नाम यिनीहरू चाहिँ नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ। कस्तो दिन आयो। हाम्रो राजदूत, मन्त्री स्तरको राजदूत हुनुहुन्थ्यो निलाम्बरजी, उहाँलाई भारतको परराष्ट्र मन्त्रीसँग विदेश मन्त्रीसँग भेट्नको लागि पटक पटक ताकेता गर्दाखेरि पनि मुस्किलले भेटघाट हुन्थ्यो। तर राष्ट्रपतिको चुनाव अगाडि यहाँ भारतीय विदेश सचिव आउँछन् र उनी प्रधानमन्त्री, परराष्ट्र मन्त्री, परराष्ट्र सचिव भेटघाट गर्न आएको परराष्ट्र सचिवलाई निम्ता दिन आएको एउटा प्रधानमन्त्रीलाई भ्रमणको त्यति त पुग्थ्यो नि। पूर्व प्रधानमन्त्री, राष्ट्रपति सबैलाई हामी भेटाउँछौँ। म परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न चाहन्छु, यो राष्ट्रिय सम्मानको कुरा हो। हाम्रो विदेश सचिव जाँदा के यही ढङ्गको ट्रिट भारतमा पाउँदैन भने नेपालले यो दक्षिण एसियाको आजसम्म कसैको गुलामी नभोगेको, आजसम्म स्वतन्त्र रहेको, कहिले पनि पराधीन नभएको देश हो। यो देशको राष्ट्रपतिका नाम विदेशीको ट्विटमा हेर्नुपर्ने। यो देशको विदेश मन्त्री आउँदा उसको त्यो विदेश सचिव आएपछिका हाम्रा सारा अखबारको कटिङ हेरौँ, लाजमर्दो लाग्छ। सारा पूर्व प्रधानमन्त्रीलाई भेटेको छ, सारालाई भेटेको छ, यस्तो किन हुन्छ? त्यसैले म यो विदेशीहरूसँगको यो भेटघाटलाई नियमित गर्ने भनेर बारम्बार भनिन्थ्यो, तर कहिले पनि नियमित हुँदैन। यसलाई नियमित गरियोस् र परराष्ट्र मन्त्रालयले इमिडिएट यो एउटा विदेशी राजदूतहरू, विदेशी पदाधिकारीहरू आउँदा कसरी एउटा त्यसलाई नियमन गर्ने हो, यो देशको स्वाभिमानको लागि पनि यो नगरी नहुने भयो। म नेपाल सरकारको ध्यान एकदम तदारुकताका साथ यसतर्फ जाओस् भन्ने आग्रह गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। समय दिनुभएकोमा धन्यवाद।